वाउ दामी सङ्गीता यता हेर हामी के लिन अरे हामी माटो लिन आएको हामी त स्वर्गमा आएर अनि माटो लिन आएको मान्छे माटो खोदल्न नगरी के गरेर बसेको यहाँ आज त यो संसारमा त स्वर्गै आए जस्तो भयो वाउ नेपाल भन्दा पनि यस्तो जङ्गलहरू यति देखेर नि नेपालको त फिल आयो नेपाल भन्दा अझै माथिको फिल आयो हौ अझै माथि नेपाल भन्दा नि माथि के छ कस्तो हेर न डाँडा वरिपरि डाँडा अनि खोला त्यसै खोलाको वरिपरि जङ्गल अनि फेरि त्यो माथि बकुला उडेको हेर न उही बकुला कति धेरै त्यो बकुलाहरू बकुला नै होला के हो बकुला त हामीले जानेको ग्रुपमा ए बकुलाहरू कहाँ गएको यतिखेर हामी जाने भनेको त्यो त अब त रात पनि डर लाग्छ अब नजाने अब अनि त्यहाँ हो नि त माटो लिँदा तिमीले अर्कोचोटि आउँदाखेरि उताबाट घुमाएर ल्याउँछौ होला आज यताबाट घुमाएर ल्यायो मैले तिमीहरू ल्याने मस्तीबाट घुमाएर ल्याइदिन्छु मान्छे डराएर हैरान गर्छ डर लाग्छ यार मलाई लास्ट डर लाग्छ झन् म नयाँ बाटोबाट हिँड्ने भने चाहिँ कोइनाबाट त्यही हस्पिटलको बाटोतिर गएको पुगिभ्याएछ हो हेर न तर जहाँबाट पनि आइपुग्यौँ है आइपुगिहाल्छ नि यतिखेर नेपालमा यसरी हिँड्नलाई कस्तो डर मर्दो हुन्छ तर यो बुढीहरूले कस्तो मजाले हिँड्दा देखाउनु है अब नेपालमा त रात परिसक्यो अलिकति हिँड्न डर मर्दो हुन्छ नि त ट्यापेकेट ऱ्याउ गरेर बस्ने यस्तो हुने हुन्छ नि त अब रेप भन्ने हो कि अब चोरी डकैती अब त्यो सुनमुन खासखोस हुने हो भन्ने हुन्छ नि त यहाँ त कस्तो आनन्द कि न केको डर एउटा भूत आयो भने खोलाबाट भूत आउँछ कि भन्ने चाहिँ डर लाग्छ डर त लाग्दैन अब अहिले राति भएपछि